नमस्कार डाक्टर साहब। नमस्ते। सिधै क्वेसनमा जाउँ हामी। हजुर, यो डिप्रेसन भन्ने शब्दलाई चाहिँ कसरी बुझ्ने नेपालीहरूले? डिप्रेसन भन्नाले चाहिँ नेपालीमा उदासीनताको बिरामी भनेर बुझ्नु पर्यो होइन। हजुर। निराशापनको बिरामी। हामी उदास त होइन जो पनि हुन्छ कहिलेकाहीँ होइन, तर त्यो उदासीनता लामो समयसम्म रहन थाल्यो होइन। अनि उदासीनता सँगसँगै हामीले जुन पहिले गर्थ्यौँ रमाइलो होइन, त्यो रमाइलो गर्न मन लाग्न छोड्यो। हाम्रो शरीरमा जोस जाँगर हट्न थाल्यो। अनि हामीले जुन कामहरू गर्थ्यौँ होइन, त्योहरू हाम्रो फङ्सनल हाम्रो कामहरू चाहिँ हामीले राम्रोसँग गर्न सकेनौँ। पर्सनल काम, सामाजिक कामहरू गर्न सकेनौँ। अनि भनेपछि चाहिँ बल्ल त्यसलाई चाहिँ हामीले उदासीनता, डिप्रेसन भनेर डायग्नोसिस गर्छौँ। अब तपाईँले व्याख्या गर्दा यति सजिलो तरिकाले व्याख्या गर्नुभयो, तर समाजले हेर्ने नजर त धेरै फरक छ नि त फेरि। हो, हाम्रो समाजमा चाहिँ मानसिक स्वास्थ्य समस्या भयो भने यो त पागल भयो, बौलायो होइन भन्ने किसिमले हेर्ने गरिन्छ। त्यही भएर चाहिँ डिप्रेसनलाई पनि यो त एकदम अब बरु क्यान्सर भयो हुन्थ्यो, मलाई डिप्रेसन नभए हुन्थ्यो भनेर बिरामीहरूले भन्ने गरेको पाइन्छ है। मुड डिसअर्डर हो, मनको बिमारी हो होइन। 6 देखि 9 महिनासम्म औषधि खायो, पारिवारिक सपोर्ट राम्रो भयो भनेपछि निको हुने समस्या हो नि त। तर हेर्ने दृष्टिकोण चाहिँ गलत छ समाजको। यो पहिल्यैदेखि गलत हो कि अहिले भर्खरै चाहिँ गलत अभ्यास हुँदैछ डाक्टर साहब? यस्तो छ, पहिले चाहिँ अब मानसिक स्वास्थ्य समस्याहरू चाहिँ अब धेरै जसो भूतप्रेत होइन, लागु बोक्सी, पिसाच होइन, कुल बिग्रियो भन्ने लगायत विभिन्न अरू धारणाहरू चाहिँ समाजमा थियो होइन। त्यही भएर धामी झाँक्री कहाँ जाने, माता कहाँ जाने चलन थियो होइन। अहिले आएर चाहिँ अब मिडिया अवेरनेस होइन ले गर्दा चाहिँ यो मानसिक स्वास्थ्य समस्या निको हुने बिमारी हो, डक्टर कहाँ जानुपर्छ, काउन्सिलिङ र औषधिको माध्यमबाट यो निको हुन्छ भनेर चाहिँ अहिले अवेरनेस बढ्या हो भन्छ पहिलेभन्दा चाहिँ। भनेपछि डिप्रेसन पूर्ण रूपमा एउटा मान्छेलाई डिप्रेसनको बिरामी भन्दाखेरि त्यो भोलि स्वस्थ पनि हुनसक्छ? एकदम मजाले, एकदम राम्रोसँग, एकदम मजाले निको हुने समस्या हो डिप्रेसन भनेको चाहिँ। डक्टर सँगसँगै अरू धामी झाँक्री पनि देखाइहेर्नु पनि भन्छ नि त फेरि? होइन, यस्तो छ, त्यो चाहिँ प्लासिबो इफेक्ट हो होइन। अनि अब धामी झाँक्री कहाँ विश्वास लिएर गएपछि होइन यसले मलाई निको हुन्छ भन्ने किसिमले अब एउटा भिटामिन ट्याब्लेट मात्रै खाँदा पनि होइन निको भइरहेको हुन्छ नि त कतिपय समस्याहरू। अनि तर त्यो जब बल्झिन्छ होइन, अनि त्यो कडा रूपमा बल्झिन्छ कि सुरुमा निको भए जस्तो हुन्छ, तर आफ्टर टाइम त्यो कडा रूपमा बल्झियो र मान्छे सुसाइड होइन, हिजोसम्म ठिकै थियो आज झुन्डेछ अथवा विष खाएछ, आत्महत्या गरेछ भनेर हामीले सुन्छौँ नि। त्यो यस्तै कारणले लापरवाहीले उपचार नगरिकन चाहिँ आत्महत्यासम्म पुग्छ डिप्रेसन चाहिँ। समाजले धेरै असर गर्छ है एउटा डिप्रेसनको बिरामीलाई निको हुनुमा पनि? एकदम अब उसले उसको घर परिवारबाट पाउने सोसियल होइन, उसको पारिवारिक सपोर्ट होइन, समाजले उसलाई गर्ने व्यवहार र मान्छे चाहिँ अब उपचार गरेर त समाजमै पुनर्स्थापना हुने हो, घुलमिल हुने हो नि त होइन। अब उसले त्यहाँ चाहिँ अब खिचिटिउरी गर्ने, यो त अब केही गर्न सक्दैन भन्ने झन् अपहेलना होइन दुर्व्यवहार भयो भने बिरामी बल्झिने, रोग बल्झिने, डिप्रेसन बल्झिने सम्भावना अझ बढी हुन्छ। छोटोमा भन्नुपर्दाखेरि डिप्रेसनको बिरामीलाई के चाहिँ आवश्यकता पर्छ? डिप्रेसनको बिरामीलाई चाहिँ सबभन्दा पहिले होइन काउन्सिलिङ, औषधि, त्यो सँगसँगै उसको परिवारमा पुनर्स्थापना, समाजमा पुनर्स्थापना गर्नु पर्यो र उसको लाइफस्टाइल होइन, उसले जुन गर्नुपर्ने अगाडि गर्नुपर्ने दैनिक जनजीवनको कुराहरू छ नि होइन, जस्तो अब खानपिनको कुराहरू, रेगुलर एक्सर्साइजको कुराहरू, निद्राको कुराहरू होइन लाई चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ। यसको स्टेज पनि हुन्छ? स्टेज हुन्छ, एकदम माइल्ड, मोडरेट, सिभियर डिप्रेसन हुन्छ। सुरुवाती अवस्थामा हामी माइल्ड भन्छौँ, त्यो बिचकोलाई मोडरेट, र एकदमै कडा खालको डिप्रेसनलाई चाहिँ हामी सिभियर डिप्रेसन भनेर भन्छौँ। डिप्रेसन, एन्जाइटी भन्छ, यिनीहरू सबै एउटै हो कि के फरक हुन्छ? होइन, हो, धेरै छ, मानसिक स्वास्थ्य समस्याहरू धेरै छ होइन। डिप्रेसन र एन्जाइटी भनेको फरक कुरा हो है। एन्जाइटी भनेको चाहिँ मन आत्तिने बिमारी हो है। यसमा ओरीहरू हुन्छ, चिन्ताहरू हुन्छ होइन, यसमा मर्छु कि भनेर डर लाग्छ। डिप्रेसनमा चाहिँ मर्न मन लाग्छ, मैले अब केही गर्न सकिनँ, गिल्ट फिल हुने, वर्थलेसनेस, मबाट केही हुँदैन, मैले यस्तो गरेँ उस्तो गरेँ भन्ने हुन्छ होइन। अनि एन्जाइटीमा चाहिँ मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो हुने, ओहो म त अब मरिहाल्छु कि होइन, म त अब क्रेजी पागल भइहाल्ने हो कि भने जस्तो होइन डर चाहिँ एन्जाइटीमा हुन्छ। र
र यसको अरू लक्षणहरू पनि हुन्छ होइन। जस्तो अब लक्षणहरू चाहिँ टाउकोबाट खुट्टासम्मै हुन थाल्छ कि, जस्तो टाउको भारी हुने, घाँटीमा केही अड्के जस्तो हुने, चोकिङ सास फेर्न गाह्रो हुने, छाती टाइट हुने, मुटु ढुकढुक हुने, दिशा लागे जस्तो पिसाब लागे जस्तो हुने किसिमको समस्याहरू पनि एन्जाइटीमा त्यस्तो देखिन्छ। जस्तै यो समस्याका मान्छेहरूले आफू मर्छु भन्ने डर अथवा आफू मर्नका लागि प्रेरित हुने, आफ्नो मानसिकता त्यो हुने मात्र हुन्छ कि अरूलाई मार्नेसम्मको पनि हुन्छ त? यस्तो छ, अब आफू अरूलाई मार्नेसम्मको चाहिँ अलिकति कडा खालको साइकोटिक समस्याहरू, जसले चाहिँ अब त्यस्तो किसिमको आवाजहरू सुन्ने होइन, अरूले नसुन्ने आवाजहरू सुन्ने, थ्रेटनिङ आवाजहरू, अथवा मलाई कसैले मार्न लागिरहेछ भने डिलुजनल हुने होइन, अथवा अब यसलाई मारेपछि म स्वर्गमा पुग्छु भन्ने किसिमको भ्रममा होइन, भ्रममा भएको बिरामीले चाहिँ मार्न सक्छ। तर हामीलाई चाहिँ विशेष गरी के छ भने मानसिक स्वास्थ्य समस्या भएको बिरामीहरू अरूलाई हानि नोक्सानी पुर्याउने खालका घातक हुन्छन् कि भन्ने किसिमको जुन एउटा ऊ पनि छ होइन, यो त पागल भयो बोलायो त मार्छ होइन, बोलायो मार्छ भन्ने किसिमको छ नि, त्यो चाहिँ हुँदैन। मानसिक स्वास्थ्य समस्या बिरामीहरू आफै पीडित हुन्छन् बिचाराहरू, आफै होइन भ्रममा बाँचेकाहरू पनि आफै मर्न खोज्ने, आफै डराएर बसिरहेको हुन्छन्। मार्न खोज्ने भनेको एकदम रेयर हो, एकदम कम सम्भावना हुन्छ। भनेपछि नर्मली डिप्रेसनका बिरामीले अरूलाई असर गर्दैनन्। डिप्रेसनको बिरामीहरूले त आफै बिचरा आफै एकदम होइन दिक्क मानेर एक्लै होइन रुने स्याड होइन केही गर्न मन नलाग्ने भएर बसिरहेको हुन्छन् भनेपछि उनीहरूले अरूलाई त के गर्छन् र होइन। यो माइग्रेन र टेन्सन टाइप हेडेकको सम्बन्ध चाहिँ के हो, के छ यिनीहरूमा भिन्नता? यस्तो छ, टाउको धेरै कारणहरूले दुख्छ होइन, त्यसमा चाहिँ अब हाम्रो एकदम यो यङ अझ स्पेसली फिमेलहरूमा चाहिँ यो माइग्रेन हेडेक देखिन्छ। माइग्रेन हेडेक भनेको चाहिँ एकदम सिभियर हेडेक होइन, धेरै टाउको दुख्ने, अनि त्यो टाउको दुख्यो भने बान्ता पनि आउन सक्ने सम्भावना बढी हुन्छ होइन, र प्रायः जसो आधा अर्धकपाली होइन आधा साइड मात्रै टाउको दुख्ने, र यो बढी जसो चाहिँ धेरै घाममा होइन अथवा धेरै हल्लामा हिँड्दाखेरि जुन किसिमले टाउको दुख्छ होइन, त्यो चाहिँ माइग्रेन हेडेक हो। यो सधैँ दुख्दैन होइन, कसैलाई हप्ता दिनमा, कसैलाई 15 दिनमा, कसैलाई महिनामा एकचोटि अथवा 2-3 महिनामा एकचोटि दुख्ने खालको हुन्छ होइन, तर कडा खालको दुखाइ हुन्छ। भनेपछि टेन्सन हेडेक भनेको चाहिँ यो मसल ल्याएको जुन छ अगाडि पछाडि होइन, यो मसल चाहिँ टेन्स भएर दुख्ने हेडेक हो होइन। यो चाहिँ माइग्रेन जस्तो सिभियर हुँदैन होइन, तर डल कन्स्टेन्टली दुखिरहेको हुन्छ, त्यो चाहिँ टेन्सन हेडेक हो। माइग्रेनको औषधि पूर्ण रूपमा हुन्छ त? यस्तो छ, माइग्रेन चाहिँ अब धेरै जसो 60% जस्तो जेनेटिक पनि हुन्छ भन्छ, फ्यामिलीमा रन हुन्छ भन्छ, सँगसँगै इन्भाइरोमेन्टल फ्याक्टरहरू छ, जस्तो अब राम्रोसँग निद्रा पुगेन, अब खानपिनमा राम्रोसँग ध्यान दिएन भनेपछि माइग्रेन एट्याकहरू आउने होइन, धेरै अमिलो खायो अथवा धेरै क्याफिनहरू अथवा चक्लेटहरू, रेड वाइनहरू, यिनीहरू छ कि यो माइग्रेन एट्याकलाई यो गर्ने होइन। त्यस्तो भयो भने चाहिँ माइग्रेन एट्याक आइराख्न सक्छ। र सँगसँगै प्रिभेन्सन होइन, हामीले योबाट बच्यौँ होइन, राम्रोसँग हाइड्रेटेड भयौँ, टन्न पानी खायौँ, आनन्दसँग सुत्यौँ र समय समयमा खानेकुराहरू खायौँ, भोको बसेनौँ, धेरै तनाव लिएनौँ होइन, भनेपछि माइग्रेन एट्याक धेरै घाममा हल्लामा गएनौँ भनेपछि माइग्रेन एट्याक आउने चान्स कम हुन्छ। र प्रोफाइल्याक्टिक मेडिसिन हामीले होइन खायौँ भने चाहिँ एकदम कन्ट्रोलमा हुन्छ, माइग्रेन राम्रो हुन्छ।